Hello guys, welcome back to my vlog. So good morning everyone. भन्न मिल्दैन किनभने आफ्टरनुन भइसकेको छ। म ढिलो उठ्या हो। अनि म चाहिँ उठेर फ्रेस भएर अनि भर्खर फेरि ओछ्यानमा आउँदैछु। अनि अब खानासाना खाएर अनि बाहिर एकछिन निस्किन्छु। मिल्यो भने म पार्कको भ्लगहरू बनाउँछु किनभने आज रातभरि पानी परेको थियो। सो होप अहिले बाहिर पानी परेको छैन। पानी परेको रहेछ भने म बनाउँदिनँ, रहेन रहेछ भने चाहिँ म बनाउँछु है त। सो सी यू। म चाहिँ भर्खर घरदेखि बाहिर निस्किँदैछु है त। अहिले खानाहरू खाएँ अनि खाना खाएर धन्नासना सकेर अनि बाहिर आउँदैछ। कस्तो छ मौसम, के हुँदैछ बाहिर होइन, नेचर त्यही हेर्नलाई बाहिर निस्किँदैछु। सो लेट्स से। वाउ, आज पनि दामी छ यार मौसम। हल्का फुल्का पानी छिट्याउँदैछ फेरि अनि आकाश देखाउँछु है त म कस्तो छ। यस्तो छ क्लाउडी अनि अझै पानी पर्ने सम्भावना छ जस्तो छ। बिहान म उठ्दाखेरि पनि पानी परेको थिएन, म खाना खाँदै गर्दाखेरि पानी फेरि झर्र परेको थियो। अहिले म निस्किँदाखेरि पनि पानी परेको थिएन, फेरि अब अहिले पानी हल्का छिट्याउँदैछ। सो दिस इज द मौसम हियर। अनि लेट्स चाहिँ घाम लाग्दा चाहिँ कस्तो हुन्छ है त। यता हिजो भर्खर त आएदेखि घाम चाहिँ लागेको छैन। हिजो पनि मौसम राम्रै थियो, आज पानी हल्का फुल्का परेको छ। अनि घाम लाग्दा अब कस्तो हुँदो रहेछ हेरौँला। अनि भोलि चाहिँ मेरो काम छ है त, अनि त्यही काम पनि भेटियो। अनि भोलि बिहान 8 बजीदेखि नै काममा जानुपर्ने। 8 बजीदेखि 4:30 बजीसम्मको काम अरे। अनि त्यही हिसाबले यहाँबाट हिँड्नुपर्ने हुन्छ। यहाँदेखि कामको फेरि कतिको टाढा छ भन्दाखेरि चाहिँ यहाँदेखि ठ्याक्कै 2.5 घन्टा लाग्छ पब्लिक भेहिकलमा। अनि स्कुटी पनि अब लिनुपर्ने छ, पर्सितिर स्कुटी लिनुपर्ने। अनि प्राइभेट भेहिकलमा चाहिँ अराउन्ड 45 मिनट्स। सो पब्लिक भेहिकल हुँदाखेरि चाहिँ यहाँ धेरै फाइदा छ। ट्रेनहरू पब्लिक अरे प्राइभेट भेहिकल्स हुँदाखेरि चाहिँ धेरै फाइदा छ। ट्रेनहरू चढ्नु पर्दा चाहिँ लास्टै लेन्दी हुन्छ, लाइक टाढा पर्छ जहाँ जाँदा पनि। अनि आफ्नै भेहिकल छ भने चाहिँ जता गए पनि विदिन अ सर्ट पिरियड अफ टाइम पुगिन्छ। हिजो म खेलेको चाहिँ यहीँ हो त, यहाँ पिङ खेल्दै बसेको थिएँ म हिजोको भ्लगमा चाहिँ। अनि यस्तो छ खेल्ने ठाउँ चाहिँ बच्चाहरूको लागि। त्यहाँ पनि रहेछ चिप्लेटीहरू। अनि अरू चाहिँ सबै ग्राउन्ड छ। पुरै यो शीत लागेको छ। शीत पनि होइन होला, पानी परेर त्यो शीत जस्तो भएको छ यहाँ चाहिँ। नत्र बस्न ओर्न चाहिँ मिल्थ्यो, पानी नपऱ्यो भए चाहिँ। अनि मौसम ल अघि भर्खर मैले यही क्लाउड फोटो खिचेको थिएँ, त्यति बेला डार्क भएको थियो। अहिले फेरि क्लाउड राम्रो भएको छ। सो दिस इज द मौसम हियर। अनि यता फेरि लास्टै डार्क भएको छ है त। छिनको छिनमा के हुन्छ भन्थेँ नि मैले, हो यही हुन्छ। पिङ खेल्न भनेर आएको, यस्तो छ पानी परेर शीतै शीत लागेछ। सो खेलि नसक्नु भएको रहेछ। यो चाहिँ के हो, सुतेर खेल्ने होला सायद। यो चाहिँ झुला ल, यस्तो ओभल सेपको छ यार कर्डमा। अनि यहाँनिर चाहिँ बच्चाहरू क्लाइम्ब गर्न सिकाउने होला सायद। यस्तो पोलहरू रहेछ। अनि यहाँ चाहिँ लाइक जे पनि प्लेग्राउन्डहरू चाहिँ मतलब हुन्छ नि नेचर फ्रेन्डली नै हुन्छ क्या। यो सबै काठको हो, त्यस्तो त फलामहरू युज भएको हुँदैन, काठहरू नै हुन्छ। अनि घरहरू पनि यतातिर चाहिँ काठकै हुन्छ। बाहिरबाट चाहिँ सिमेन्ट कोटेड हुन्छ, भित्र चाहिँ सबै रुमहरू काठको के भन्छ प्लाईहरूको हुन्छ। चिप्लेटी पनि पुरै शीतै शीत भएको छ। अन्त म चिप्लेटी खेल्दै यहाँ क्लाइम्ब गर्ने रहेछ अर्को। अनि यहाँनिर पनि कस्तो दामी रहेछ है पत्ताहरूको कलर। यो चाहिँ नाइस, दामी देखिने रहेछ फोटोमा। अब यता जानु पर्दाखेरि चाहिँ के छ लेट्स एक्सप्लोर है त। म हिजो त्यति मजाले हेरिनँ, त्यहाँ एकछिन पिङ खेल्यो अरे अनि हिँडिहालेँ। अब आज हेरौँला के छ। यहाँ डस्टबिन। अनि यो चाहिँ के हो,
यो कलर कलर म्याचिङ गर्नुपर्ने होला उताबाट र यताबाट दुईजनाले खेलेर के हो पनि के हो गाइस इफ यु नो देन कमेन्ट डाउन ल अजीब अजीब छ त यार खेल्ने कुराहरू पनि के हो यो यहाँ यस्तो छ यो सायद घुम्छ होला अनि यहाँ यस्तो छ यहाँ फेरि यो के हो मासु काट्ने जस्तै छ त अनि यहाँ पनि मासु काट्ने जस्तो छ एउटा यता ल अजीब छ यो चाहिँ मैले बुझिनँ यो पनि के हो इफ यु नो देन कमेन्ट डाउन है त अनि यहाँनिर चाहिँ आखरी रहेछ यता चिप्लेटी आखरीवाला लास्ट वान त्यहाँनिर थियो एउटा अर्को अनि यहाँ छ नेक्स्ट वान सो यताबाट चढ्ने ठाउँ छ पक्कै पनि वाउ आई एम राइट तिनवटा सिडी त रहेछ यति त एउटै पाइलामा चढिन्छ अनि यता फेरि घरहरू छ अनि घरहरू उता भित्रभित्र चाहिँ फेरि हुन्छ नि पहाडी एरिया जस्तै छ कि उकालोमा छ घरहरू पनि त्यहाँ पनि एकचोटि म गएर भ्लग चाहिँ बनाउँछु म चाहिँ यहाँ एकछिन ग्राउन्डमा हिँडेर अनि एकछिन बसेँ अरे अनि अब रुमतिर जान्छु एकछिन हावा पनि खाइयो फ्रेस भइयो नत्र उठेदेखि म बाहिर निस्केको थिइनँ अहिले भर्खर निस्किँदैछु अनि अब रुमतिर जान्छु यहाँदेखि चाहिँ अब घर छिर्नै कन्फ्युजन छ है त सबै घर उस्तै लाग्छ थाहा नै घर सिक्नु लेट्स से चिन्छु कि चिन्दिनँ है त गाडी थिएन ए मैले हिजो त्यहाँ बोतल राखेको थिएँ बोतल राखेर चिनेँ त मैले घर चाहिँ यो 7 नम्बरको घर सो अब म घरभित्र जान्छु अनि एकछिन वेब सिरिजहरू हेर्छु अनि फेरि भयो भने बेलुकातिर निस्किन्छु भएन भने रुमको रुम नै हुन्छ आज कहीँ जानु छैन अनि भोलि मात्रै हो जानुपर्ने चाहिँ भोलिदेखि जब छ सो मिल्यो भने भोलिदेखि पनि म भ्लग चाहिँ कन्टिन्यू नै राख्छु है त सो गाइज आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु होप यु गाइज इन्जोयड वाचिङ माई भिडियोज प्लिज डु लाइक कमेन्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल एन्ड प्लिज डु सेयर एन्ड सी यु इन द नेक्स्ट भ्लग